हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल्स। आज पनि म एउटा भिडियो बनाउँदैछु है गाइस। यता होइन गाइस, आज पनि त्यति साह्रो गाउँमा मान्छे छैन। आज चाहिँ मम्मी हुनुहुन्छ, मम्मी र म गाउँमा हुनुहुन्छ होइन गाइस। आज यता नि पानी परिरहेको छ हल्का होइन। हाम्रो गाउँमा भन्दा नि अलि उता के बाँसखर्क बरुवातिर चाहिँ पानी ठुलै परिरहेको छैन गाइस। अनि यता भ्यू नि त्यति साह्रो राम्रो देखिरहेको छैन आज पानी परेर गाइस। उता थाङपालतिर चाहिँ पानी परेको छैन आज चाहिँ होइन। आज पानी चाहिँ हाम्रो गाउँ र उता बाँसखर्क बरुवातिर चाहिँ ठुलै परिरहेको छ। हाम्रो गाउँ चाहिँ अलिकति सानो छैन गाइस। अनि आज चाहिँ यस्तै हो गाइस होइन। आज हिजो चाहिँ म एक्लै थिएँ। आज चाहिँ मम्मी छ घरमा, मम्मी र म छु गाइस। अनि अघि चाहिँ फुपूहरू थियो, अहिले चाहिँ फुपूहरू जानुभयो। आजको भिडियो पनि यस्तै हो गाइस, टाइम पास होइन। म त यस्तो भिडियो बनाउने बस्ने हो। आज हिजो नि यस्तै हो अनि आज नि यस्तै हो गाइस। अनि यस्तै हो। अब त एससीको रिजल्ट पनि आउन आँट्यो होइन गाइस। अब त 2-3-4 दिन बाँकी छ होला। अनि त्योभन्दा अगाडि अब पछाडि आउन सक्छ होइन। हाम्रो एससीको रिजल्ट चाहिँ 7 गते आउँछ भनिरहेको थिएँ, तर हेर्नु पर्ला नि कहिले आउँछ होइन। I am waiting for our SC results, so I hope तपाईहरु पनि एससीको रिजल्टको वेटिङमा होला। अब नजिक नै आइसक्यो हैन गाइस। त्यस्तै हो गाइस, टेन्सन लिनु हुँदैन, एससीको रिजल्ट आइसक्यो। फाइनली गाइस, आजको भिडियो यहाँसम्म हो। सबैजना बाई, फेरि अर्को भिडियोमा भेटौँला।